आलु निम्की बनाएर खान आँटेको आज चाहिँ हामी। कस्तो गर्मी छ फेरि आज, सबै उम्लेर गयो गाइज। तर त्यो त फाइदा हुँदैन नि, गर्मीको त कुरा नगरौँ। सामानहरू भयो, भिडियो बनाउन आँटेको क्या हामी। बहिनीहरू प्याच गर्दैछ, प्याच खोर्सानी केमा बनाउनु? खै भाडा चाहिँ लिएको अन्त। हाम्रो स्पेसल मच्छर धुप, मच्छर आएर। आलु काटा त सिस्टर। ए सिस्टरको त भिला मात्र देखिरहेको रहेछ। यो कालो त्यहाँ हाल्नु पर्छ, भिजाएको भनेको नि उसिनेको भयो क्या। काँचो चाहिँ खाने भनेको, तर टाइम लाग्छ नि, त्यही भएर उसिनेको। ठुल्ठुलो काटे आलु। आलु कटिङ, बहिनीको आलु कटिङ मलाई ठिक लागेन, त्यही भएर। आलु कटिङमा किरा पनि कटिङ गाइज। आलु निम्की होइन, तिनीहरू किरा निम्की हुन्छ नि। आलु चना धेरै हुन्छ कि क्या हो? भाडा सानो भयो हौ, ठुलो आडी छैन नि कि? त आडी त जुठो होला होइन? रेसमाको आलु निम्की हेर। सादो नि पनि हाल्दैछ हाम्रो यहाँ। सादो नि थोरै प्याज धेरै हुन्छ क्या हो सिस्टर। लसुन अरे अस्ति जाँतेमा पो त्यो सुपारीको बोट लगायो भने खै के को बोट भनेको क्या मैले। हालिदिउँ प्याज सबै। अलिकति पनि हालौँ न, सिम्बलको कागरी चढिहालौँ। त्यो भुजिया माथिबाट हालेर खानु। लिएको छैन यसो त? ओइ एउटा नुन लिएर उताबाट भित्रबाट लिएको। अजिना छ? अजिना पनि छ सानो बट्टामा। खोलिदिनु त यो। पानी हो त कति, यत्रो टङ्की त सकिहाल्छ नि पानी। निम्की छ त लिना। भाडा खानु हुन्छ जस्तो छ। फिक्स चलाउनु पनि गाह्रो हुन्छ, खुट्टा नदेखाउनुले क्या। चलाउनै गाह्रो हुन्छ। आरी नै भेटिन हौ मैले त। त्यो रातो आन्टी रातो आरी त्यो। Oh my god। त चम्ची क्या है। अब यो चाहिँ भाडामा एक्सचेन्ज। अब यति धेरै रहेछ अन्त। ठुलो चलाउने पनि ले त। चलाउनु पर्दैन। अन्त रातो सस के त हाल्ने गुदुङ टुङ टुङ।
ल ल ल आयो हाम्रो गिल्लो सस अलि तातै छ भन्छ धेरै सिराहरू छ आलु निम्की आयो इल्न सक्छ इम्बुलको अझै पिरोले मरिन्छ होला हुन्छ मिठो हुन्छ क्या कस अर्को पनि बोटको लिएर आइज मामालाई पनि दिनको लागि देपालाई देपा हो यहाँ को देपा हुनुहुन्छ खाली देख्यो भनेको थोरै छैन बाबा थियो त्यो थोरैले अलिक के भन्छ नि तिम्रो चम्ची छैन रोजिनाको मिठो भयो रेशमाको आलु निम्की रेशमाको आलु निम्की भनेर यस्तो बोलाएर राख्नु यस्तोमा बुझ्यौ बजारको भन्दा मिठो मेरो त फेरि माइजूको पनि बढेछ छैन घटेको छ पत्रीमा एकचोटि गर्नु नि माइजू कति भएछ केटाकेटीहरू ज्ञान कहाँ छ सुगरको रोगीले चाहिँ हो यस्तै खानुपर्छ यस्तै भोलि चाहिँ केटाकेटी पठाएर मिठो भयो चम्ची पक्रिनु र मैले रेशमालाई पनि यस्ताहरू चाहिँ आउँदो रहेछ हौ खानेकुराहरू अस्ति हातै मिठो रमाको त युट्युबतिर हाल्छ नि जेना श्रेष्ठले खाएको अर्को अझै क्या आयो नि अर्को पनि मिठो भयो जेना मलाई यस्तो गर्दैछ सक्यो मिठो भयो हुन्छ भाँडो चाहिँ साह्रै मिठो भयो भाँडा पनि छोडिँदैन अघि रेशमाकोमा बनाएर खानु पर्दैन त सबभन्दा धेरै चाहिँ रोजिनाले खाए क्या भएर चटाइ हुँदैछ कुखुराको टाउको निकै भाँडा धुको जस्तो भयो टल्किन्छ होला पहिले चार देख्यो के हो फोहोर होइन नि त पानी ल्याउनु